वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ म यहाँ लिङयोङ नालिकमा छौँ र यहाँ आज चाहिँ मेन मैले यो ब्लग बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि यहाँ जुन चाहिँ मौरी जो हाम्रो सिक्किमको एउटा बस्तीको एउटा अर्ग्यानिक जो दबाईलाई तार्न गइराखेको छ, जो नाम चाहिँ जसको नाम चाहिँ मौरी भनेर हामी चिन्छौँ। हामी यो दृश्यलाई देखाउन चाहन्छौँ। तपाईँ यो कुरो यसलाई देख्नुहुन्छ, एकदमै मजाले यसपालि चाहिँ निकाल्ने भइराखेको छ। हाम्रो यहाँ ब्रदर हुनुहुन्छ अनि यहाँ ब्रदरले काट्नु हुँदैछ गाउने। अनि एकदमै मजाले उहाँले काट्नु हुँदैछ, तपाईँले देख्न सक्नुहुनेछ। अनि तपाईँले यदि यो कुरोलाई मन पराउनु सब्सक्राइब सेयर गर्नुहोस्, किनभने यसले चिल्यो भन्छ फेरि हामी पनि छोड्ने, हामीलाई बिजोग बनाउँछ। डरसरी यहाँ बनाउँदैछ, यहाँ तपाईँले उडेको देख्नुहुन्छ। यो तपाईँले यसले हेर्न सक्नुहुन्छ। यो चाहिँ उयो बनाउने म तपाईँलाई फेरि अर्को देखाउन चाहन्छु। यहाँ चाहिँ मह तपाईँले देख्न सक्नुहुनेछ। यो चाहिँ मह हो। अझै पनि यो यति मात्रै होइन, अझै पनि निकाल्नु हुँदैछ। यहाँ दाजुले अर्को पनि निस्कियो, यहाँ उहाँले हातमा बोकिराख्नु भएको छ। एकदमै ब्लग बनाउँदै गर्दा डरसरी बनाइराखेको छु, किनभने चिल्यो त फेरि ज्वरो काट्छ। त्यसले गर्दाखेरि यहाँ तपाईँ म छेउमै लाँदैछु है, तपाईँ हेर्न सक्नुहुनेछ ल। यसरी लान सक्नुहुन्छ। यहाँ थुप्रो जना आइपुगिसक्नु। तपाईँले हेर्नुहोस्, यो एउटा डोरमै यति बेसी, अझै अरू डोर हेऱ्यो भने त थुप्रै छ। अर्को दृश्य देखाउन चाहन्छु। यहाँ चाहिँ खुदो छ, सरी यहाँ चाहिँ पुत्काको महको डोर पनि छ, तपाईँले देख्न सक्नु। यो पुत्काको मह तपाईँले हेर्न सक्नुहुनेछ। यहाँ पनि छ, तपाईँ यो चाहिँ पुत्काको उतापट्टि मह छ, यहाँ तपाईँले